उम्मेदवारी किन? खास गरेर अहिले यो देशमा दुई तीनवटा कुराहरू खास गरेर अर्थतन्त्र निर्माणका लागि एउटा नयाँ तरिकाले सोच्नुपर्ने छ। नयाँ जेनेरेसनले नयाँ कुराको माग गरिरहेछ। त्यो नयाँ भावना र नयाँ स्पिडलाई समात्न सक्ने एउटा नेतृत्व चाहिएको महसुस भएको छ। त त्यसका लागि तलतिरको सेन्टिमेन्ट नयाँको भावना र अलिकति पुरानाको अनुभव आजको आवश्यकता छ। त्यो कुरालाई प्रतिनिधित्व गर्छु एउटा कुरा। दोस्रो कुरा मसँग मेरो दाबी छ, मसँग स्पष्ट यो राष्ट्र निर्माणको कुनै मार्गचित्र छ र त्यो मार्गचित्रले अहिले देशले भोगिरहेको हाम्रो समाजले भोगेको जो समस्याहरू छ त्यो समस्यालाई समाधान गर्न, खास गरेर हाम्रो समस्या भनेको हाम्रो युवाहरूलाई यहाँ रोजगारी दिने हो, अर्थतन्त्रलाई बलियो बनाउने हो र सामाजिक न्याय र सुशासन एउटा महत्त्वपूर्ण कुरा हो। त्यस कारण यी 3-4वटा मुद्दाहरू महत्त्वपूर्ण रूपमा उठाउनु पर्ने र त्यसको संस्थागत गर्नुपर्ने आजको आवश्यकता छ। त्यसको लागि म आफ्नो उम्मेदवारी सबैभन्दा योग्य उम्मेदवारी ठानिरहेको छु। प्रदेश सभामा हुँदाहुँदै सङ्घ ताक्नुको कारण चाहिँ के? सङ्घ मैले ताक्ने भन्दा पनि मेरो आवश्यकता महसुस भएको छ सङ्घमा भन्ने मलाई पनि महसुस छ, जनतालाई पनि त्यो महसुस छ। अझ मेरो पार्टीको नेताहरूलाई पनि त्यो आवश्यकता महसुस भएर हामीले सङ्घबाट अलि नीतिगत कुराहरूलाई अलि पुस गर्ने कुरामा सङ्घबाट सजिलो हुन्छ प्रदेशको तुलनामा। त्यसमा अलि सङ्घमा त्यो आवश्यकताको आधारले चाहिँ सङ्घमा जानु परेको। प्रदेश सभाको चुनाव त जितिसक्नु भएको थियो, अब यो सङ्घको चुनाव जित्ने आधार चाहिँ के छन् तपाईँ? अब आधार त तपाईँले एउटा क्यालकुलेसन गर्दाखेरि प्रदेश सभामा भइरहेकै मान्छे किन सङ्घमा गयो होला, केही आधार तयार गरे होला, केही चाहिँ डेटा होला उसमा भन्ने कुरा तपाईँहरू आफै पनि अनुमान गर्न सक्नुहुन्छ। त्यस हुनाले जित्ने आधार खास गरेर यो सामाजिक मनोविज्ञानले मान्छे खोजिरहेको र त्यसका लागि उपयुक्त पात्रको रूपमा मलाई भनिरहेको यहाँ सबैलाई थाहा छ। त्यस भएनाले म उहाँहरूको आवश्यकता उहाँले माग गरे अनुसार चाहिँ नि आएको। फेरि तपाईँ कम्युनिस्ट नेता हो, पुरानो त्यही स्कुलिङबाट आएको, एमालेबाट पनि लड्नुभयो योभन्दा पहिले, अहिले अब प्रजातान्त्रिक पार्टीमा किन हुनुहुन्छ? सार र रूपको कुरा गर्दाखेरि तपाईँ म नेकपा एमालेमा थिएँ कुनै बेला 5-7 वर्ष अगाडि। त्यो नेकपा एमालेबाट नेकपा बाँकी जितिदिएपछि बाँकी रहेको जे कुरा थियो नि त्यो फेरि त्यसमा चाहिँ कम्युनिजमा छैन क्या। म त्यही काम त्यसमा थिएँ। त्यो सारमा नेकपाबाट नेकपा जितिदियो, फेरि त्यसबाट नेतृत्व झिक्दियो भने फेरि एमालेलाई अर्को रूपमा देख्नुहुन्छ। नेकपा देखेपछि त्यो एउटा सेन्ट्रिस्ट पार्टी हो, सेन्टर टु लेफ्ट। म आज पनि त्यो विचारका सवालमा सेन्टरमा नै छु।